सम्माननीय सभामुखज्यू र माननीयज्यूहरू, सत्ता तपाईहरुसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईहरु 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ, रिबन पनि बानेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो। यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो। यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्नपार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन। सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज रासपाकै सत्तापक्षकै 181 जना सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 ले के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने। प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर। यहाँ संसदमा पुरै तपाईको हामीले जवाब खोजिरहेका छौँ कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने हो। होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन। यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो। हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ। जसरी पनि हुन्छ प्रधानमन्त्रीले अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिले पढ्दै गर्दा त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन। योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल। मान्य सदस्य, विषयवस्तु यही नै हो। त्यस कारणले यसलाई हामी यही विषयमा सबै मान्य सदस्यले बोलिरहनु भयो भने त सदन त अगाडि नै बढ्दैन। हस् हस्, माइक दिनुहोस्। 1 मिनटमा आफ्नो कुरा राखिदिनुहोस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, यो अहिले जसरी सदन अवरुद्ध भएको अवस्था छ र यो छलफल र बहस यसरी नै गयो भने यो नेभर एन्डिङ प्रोसेस जस्तो पनि हुन्छ। त्यसले गर्दा मेरो आग्रह छ सभामुख महोदयलाई, संसद दलको नेताहरू यहाँ हुनुहुन्छ, जिम्मेवार पदाधिकारीहरू पनि हुनुहुन्छ संसदमा, 10-15 मिनटको लागि सभामुखज्यूले संसद दलको नेता र पदाधिकारीहरू सहित यो विषयको सम्बन्धमा अलिकति छलफल गर्यो भने मलाई लाग्छ बसिसक्दा यसको निकास निस्किन्छ। त्यसले गर्दाखेरि त्यसका प्रति सभामुखको ध्यान जाओस्, म त्यो आग्रह गर्न चाहन्छु। धन्यवाद। ठेलीका ठेली किताब आज दिने, भोलि पढेर लिए होइन भन्ने हिसाबले समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी गरिरहेको छ। त्यसले गर्दाखेरि यो चाहिँ भएन। हामी त निस्किसकेका छौँ, अरू पनि कराउँदैछ, निस्किनु। पब्लिकले मूल्याङ्कन गर्छ होइन, पब्लिकको देश हो यो। हामी त अरू कोठो मान्ने मान्छे मात्रै हो। हजुर, एउटा कुरा यो चाहिँ याद गर्नु है, सदस्य निष्कल राईलाई समय दिन्छु। 3 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, हिजो बसेको प्रतिनिधि सभा बैठकमा रोस्टममै उभिएर हाम्रा दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदन मार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो। सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्नुभयो। आज पनि अवस्था उस्तै छ।
सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन। उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनमा सम्माननीयज्यूलाई हामीले देख्न सकेनौँ। सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सम्माननीय सभामुख महोदयको हो। हजुर हाम्रो नायक पनि हो। तपाईले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन। त्यसैले सभामुख महोदय मार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, संविधानमा न्यायाधीशहरूको विषयमा संसदमा बहस नगर भन्छ। महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर 2/3 दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक और राजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? उहाँ नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा सङ्घीय संसदको कुनै सदनमा छलफल गरिने छैन भनी लेखिएको छ। मेरो प्रश्न, उहाँ संविधानभन्दा के माथि हो के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने, रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु हेरेर बस्न मिल्दैन। मैले हिजै उभिएर यस विषयमा नियामती गर्ने तयारी गरेको थिएँ, तर मैले सोचे यो संसदको गरिमा र संविधानसँग जोडिएको विषयमा सभामुख महोदय आफैले रुलिङ गर्नुहुन्छ। तर सायद सभामुख महोदयको त्यसतर्फ ध्यान पुग्न सकेन। त्यसैले आज मैले सम्माननीय सभामुख महोदयको ध्यान आकर्षण गराएको छु। यस्ता असंवैधानिक र अराजनैतिक हरकत सदनमा नदोहोरियोस् भन्न पनि म चाहन्छु। सँगैमा सभामुख महोदय, हामी सरकार योपल्ट तपाईँको विषयान्तर गर्न अत्यन्त धेरै सिपालु जस्तो देखिएको छ। केही दिन अघि म मेरो निर्वाचन क्षेत्र इलाम 1बाट फर्किएको। त्यो सुङतुङ भन्ने एउटा गाउँ छ, त्यहाँ मेरा एउटा मित्र जक्सिङ लाप्चा पनि हुनुहुन्छ। उहाँले एउटा गम्भीर प्रश्न म माथि गर्नुभयो। हाम्रो जस्तै भूगोल खोटाङको पाखाबाट आएका कुनै उद्योग व्यवसाय नगरका परिवारका सदस्य ब्याङ्कमा काम गर्दैमा 24 करोडभन्दा बढी सम्पत्ति कसरी आर्जन हुन्छ? यी र यस्तै प्रतिनिधिमूलक प्रश्न देशभरका नागरिकको मनमा छ सभामुख महोदय, र यसतर्फ पनि म ध्यान केन्द्रित गराउन चाहन्छु। तर दुर्भाग्य, प्रश्न उठ्न थालेपछि सरकारले विषयान्तर गरेर घरि तपाईँको विपन्नमाथि डोजर चलाउँछ। डोजरको आतंक आइसकेको पछाडि आम नागरिकको चासो आइसकेपछि फेरि सरकारले सदनमा असंवैधानिक कार्य गर्छ। सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा उभिएर बोलिरहँदा मेरो मन गौरवभन्दा पनि बढी ती तमाम मतदाताहरूको पीडा र अपेक्षाले भरिएको छ। आज म यस सदनमा शब्द मात्रै होइन, मैले प्रतिनिधित्व गर्ने जिल्ला दोलखाका जनताहरूको आँखाको आँसु र थुनिएको चित्कार लिएर उभिएकी छु। सभामुख महोदय, मेरो जिल्लावासीको सपना अझै पनि खरीढुङ्गाको खानी जस्तै अलपत्र छन्। त्यो म्याग्नेसाइडको उद्योग जसले हजारौँलाई रोजगारीलाई देशलाई समृद्धि दिन सक्थ्यो, तर विडम्बना आज एउटा कङ्काल बनेर सरकारले गिज्याइरहेको छ। हाम्रा बहुमूल्य जलविद्युत आयोजनाहरू मुठ्ठीभर व्यक्तिको कमाउ धन्दा बनेको छन्। हाम्रो आस्थाको धरोहर कालिङचोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको सिन्डिकेट लादेको छ। उता वर्षौँदेखि अलपत्र पारिएको तामाकोसीको पुल दोलखाको घाउ बनेको छ। त्यसैले आज हामीले यो मुद्दालाई सम्बोधन गरेनौँ भने भोलिको पुस्ताले हामीलाई इतिहासको कठघरामा उभ्याउनेछन्। तसर्थ सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु, दोलखाको यो चित्कारलाई सरकारको फाइलमा मात्र होइन, कार्यान्वयनको मैदानमा पनि सम्बोधन गरियोस्। धन्यवाद।